So hey guys, welcome back to our channel. आज हामी फेरि पनि नयाँ क्वेसन लिएर आइसकेको छौँ। क्वेसन नम्बर 24 मा प्रुभ दैट cos स्क्वायर b plus 120 plus cos स्क्वायर b minus 120 plus cos स्क्वायर b equal to 3/2 प्रुभ गर्नुपर्नेछ र हामी यो गर्छौँ क्वेसन नम्बर 24। सो लेट्स गो। सो हामी आइसकेको छौँ। अब हामी स्टार्ट गर्छौँ यो सल्युसन गर्न। यो सल्युसन गर्न सबभन्दा अगाडि के बुझ्नुपर्छ भने यो जुन यसको छ नि धेरै जसो स्टुडेन्टले यसलाई एक्सपान्ड गरिदिन्छ, तर यहाँ यस्तो गर्ने छैन। यहाँ एउटा फर्मुला छ cos 2 थीटा इक्वल टु 2 cos स्क्वायर थीटा माइनस 1। अब यो माइनस 1 लाई यता लग्यो भने cos 2 थीटा प्लस 1 by 2 इक्वल टु cos स्क्वायर थीटा। अब यो थीटाको ठाउँमा थीटा इक्वल टु b प्लस 120 छ। यो थीटाको ठाउँमा b प्लस 120 छ। त्यसैले हामी यसलाई एक्सपान्ड गर्दैछौँ। cos 2 थीटाको ठाउँमा के लेख्ने b प्लस 120 by प्लस 1 by 2 र प्लस 1 cos 2 बीटा b minus 120 plus 1 by 2 plus cos 2 बीटा plus 1 by 2। अब यति भइसक्यो। हामी योबाट एलसीएम लिन्छौँ। 2 आउँछ 2। अब यो 1 र यो 1 र योलाई हामी जोड्छौँ 3 प्लस cos यो मल्टिप्लाई गरौँ 2 बीटा। सो यहाँ हामी मल्टिप्लाई गर्यो 2b प्लस 240। यो त यसको पनि हो त्यसैले मल्टिप्लाई गर्यो। अब छिटो हामी गर्छौँ cos 2b minus 240 प्लस cos 2b अनि 3 प्लस। अब यसलाई के हो, यसलाई हामी सो गाइज अब हामी छिटो गर्छौँ। यसलाई हामी दुईटा मेथडले पनि गर्न सकिन्छ। जस्तै cos a प्लस cos b को cos c प्लस cos d को फर्मुलाले पनि गर्न सकिन्छ। तर हामी इजी मेथड गर्छौँ, एक्सपान्डै गर्छु कम्पाउन्ड एङ्गलमा। cos a cos b माइनस sin a sin b प्लस cos a cos b प्लस sin a sin b। सो यहाँ हामी सिम्पली के गर्यो भने cos a प्लस b को फर्मुलामा लाग्यो। जस्तै cos a cos b माइनस sin a sin b। cos a प्लस b मा यो माइनस हुन्छ र यो माइनसमा प्लस हुन्छ। cos a cos b प्लस sin a sin b।
प्लस कस टू बी एन्ड यहाँ त हामी काटिहाल्यो इजी नै बुझिहाल्छ र 3 प्लस यसमा हामी कस टू बी कमन आयो त्यसैले हामी कस टू बी इन्टु कस 240 प्लस कस 240 प्लस 1/2 यहाँ आयो 3 प्लस cos 2b 2 cos 240 plus 1 divided by 2 over 3 plus cos 2b 2 into cos 2b cos 240 को यो एउटा रेगुलर एङ्गल हो त्यसैले यसको भ्यालु 1/2 हुन्छ तर धेरै स्टुडेन्टलाई यो 240 को भ्यालु थाहा हुँदैन त्यसैले हामी यहाँ यसलाई पनि हामी एक्सपान्ड गर्छौँ cos 90 into 1 90 into 2 180 plus 60 हुन्छ प्लस 1 अब यसलाई के गर्ने 2 इन्टु यहाँ कास्ट फर्मुलालाई के भन्छ भने CAST सबभन्दा पहिला यो कसको कसै भयो यो 60 को 60 भयो अब यहाँ माइनस आउँछ कि प्लस आउँछ त्यो हेरौँ है यो छ यतिमा के अरे यो कस टू यो 180 प्लसमा गइरहेको छ यो त माइनस हुन्छ ट्यान र कट प्लस पोजिटिभ हुन्छ होइन त्यसैले यहाँ माइनस भयो माइनस प्लस 1 2 इन्टु कस 60 भनेको कति हो माइनस 1/2 यो कट्यो प्लस 1 अब यहाँ त ब्राकेट छ कस 2b डिभाइडेड बाई 2 यहाँ प्लस 3 अब यो माइनस 1 प्लस 1 कट्यो अब यो 0 भयो र 0 मल्टिप्लाई समथिङ इज 0 therefore 3/2 and then यो 1 into 0 is equal to त 0 भयो तर 1 plus 0 is equal to त 1 नै हुन्छ नि त्यसैले यहाँ 0 छ र 0 जो 0 अनि 3 plus 0 is equal to 3 and then 2 ओके अनि यहाँ गल्ती गर्ने चान्स यहाँ पनि छ कि यहाँ 0 हुन्छ धेरै स्टुडेन्टले के हुन्छ 0/2 is equal to 0 3 निकालिदिन्छ तर होइन यहाँ यस्तो हो 3 plus 0/2 त यो त 3/2 plus 0/2 भएन र त यो 3/2 plus 0 is equal to त 3/2 नै हुन्छ हो कि होइन त्यसैले this is a complete solution